हेलो गाइज, आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला र यो अहिलेको काठमाडौँको मौसम हो जताततै पानी परिरहेको छ। हुन त नेपालभरि नै जताततै पानी परिरहेको छ। आजको भिडियोमा चाहिँ म इन्डिया जाँदाखेरि खिचेको केही क्लिप्सहरू रहेको छ। खास इन्डिया चाहिँ हामी कलेजबाट गएको थियौँ। आइटी कानपुरमा चाहिँ रोबोआरको कम्पिटिसन थियो र हामी चाहिँ त्यसैको लागि गएको थियौँ। आइटी कानपुर चाहिँ उत्तर प्रदेश इन्डियामा रहेको छ। काठमाडौँबाट डाइरेक्ट लखनऊ जाने बस चाहिँ हाम्रो छुटिसकेको थियो। त्यही भएर हामी चाहिँ नेपालगञ्जको बस लिएर चाहिँ रुपेडिया बोर्डरबाट छिरेर उत्तर प्रदेशतिर लागेको थियौँ। योभन्दा पहिला पनि म इन्डिया गएको थिएँ। त्यो टाइममा चाहिँ उत्तराखण्ड गएको थियौँ र हामी त्यहाँनिर धेरै ठाउँमा घुमेको थियौँ। त्यो टाइममा चाहिँ मैले भिडियोहरू त बनाएको थिएँ, तर त्यो टाइममा मेरो फोन चोरी भएको थियो। हामी चाहिँ नाइट बसमा गएको थियौँ अनि मलाई चाहिँ बस्दा बस्दा दिक्कै लागिसकेको थियो। घरिघरि डाटा पनि चल्दैन थियो। अनि यो चाहिँ कुसुम भन्ने ठाउँतिर पुग्दाखेरिको सिन्सहरू हो। हामी चाहिँ योभन्दा अगाडि उत्तराखण्ड जाँदाखेरि चाहिँ घुम्न जाँदाखेरि सरोजनी मार्केट छिरेको थियौँ। त्यो बेलामा मेरो फोन चोरी भएदेखि चाहिँ म इन्डिया अब नजाने भनेर बसेको थिएँ। तर यसपालि चाहिँ अब धेरै टाइम भइसकेको थियो त्यो घटना घटेको। त्यही भएर मैले त्यो घटना बिर्सेर चाहिँ फेरि इन्डिया जाने विचार गरेँ। सुरुमा इन्डिया जाँदाखेरि चाहिँ मलाई लास्टै दिक्क नै लागिसकेको थियो। अब म चाहिँ इन्डिया जाँदै नजाने फर्किँदै नफर्किने विचारमा थिएँ होइन। इन्डिया नट फर बिगिनर्स भने जस्तै भयो। म वाक्क दिक्कै भइसकेको थिएँ होइन। यसपालि फेरि केही नेगेटिभिटीहरू नसोचिकन हामी इन्डियातिर लागिसकेको थियौँ। म यसपालि जानुको रिजन एउटा के पनि थियो भन्दाखेरि यो नजिक थियो नेपालबाट होइन। अनि त्यहाँनिर जानलाई धेरै खर्च पनि नलाग्ने थियो नि त। त्यही भएर म गएको थिएँ। कुसुम भन्ने ठाउँ सकिसके पछाडि नेपालगञ्ज आउनलाई अझै पनि 3-4 घन्टा लाग्ने टाइम थियो होइन। त्यही भएर म चाहिँ एकछिन बिउजाए जस्तो गरे पछाडि फेरि सुति नै सकेको थिएँ। फाइनली 28-30 घन्टा पछाडि चाहिँ हामी नेपालगञ्ज छिरिसकेको थियौँ। कहिले बस पार्क आउला जस्तो भइसकेको थियो। त्यहाँनिरको अटोवालाहरूले चाहिँ हामीलाई यस्तो ल्याङ गरे हो कि हाम्रो 4-5वटा सुटकेस थियो। त्यो सुटकेस चाहिँ घरि यता लगाएछ, घरि उता लगाएछ, घरि यसले मसँग हिँड भन्छ, उसले उसँग हिँड भन्छ। यस्तो ल्याङ गरिसकेको थियो कि हाम्रो सामानै हराउला जस्तो भइसकेको थियो। अनि त्यहाँनिर कस्तो लफडाइ गरौँ जस्तो रिसै उठिसकेको थियो क्या। त्यहाँनिर धेरै सामानहरू बोकेको देखिसके पछाडि चाहिँ रिक्सावालाहरूले नि सकेसम्म ठग्न खोज्ने यताउति गरिरहेको थियो होइन। एकजना दाइसँग चाहिँ हामीले सस्तोमा कुरा मिलाएर चाहिँ बोर्डरसम्म लगिदिनको लागि एउटा रिक्सा गरिसकेको थियौँ। यो दाइ चाहिँ राम्रै हुनुहुन्थ्यो। सल्लाह सुझावहरू पनि हामीलाई दिइरहनु भएको थियो। खोसेर हिँडिन्छ क्या हो। योभन्दा अगाडि इन्डिया जाँदाखेरि खासै त्यस्तो डर लागेको थिएन, बिन्दास पारामा हिँडिरहेको थिएँ। तर योपालि जाँदाखेरि मलाई नेपालगञ्जमा नै एकदमै डर लागिरहेको थियो कि। फाइनली बोर्डर पुगे पछाडि चाहिँ मैले एउटा मिस्टेक गरेँ होइन। त्यहाँनिर भिडियो खिच्न नपाउने रहेछ। मैले त्यहाँनिर भिडियो खिचिसकेको थिएँ। अनि त्यसपछि मलाई पछि सरहरूले कराएर चाहिँ डिलिट गर्न लगाउनु भएको थियो। सरहरूले हाम्रो अथेन्टिसिटी देखिसके पछाडि चाहिँ हामीलाई इन्डियामा प्रवेश गर्न दिइसक्नु भएको थियो। भाइजान क्या खा रहे हो? भाईजान ये उनसे पूछो, वो उन्होंने बनाया। गजब बेइज्जती है। इसको कुछ भी बना के देंगे वो तुम खा जाओगे? हाँ खा लेंगे। ये सिर्फ ये आपका अंडा है दोनों। क्या खा रहे हो भाई? अंडा ब्रेड। ये नहीं ये उसका अंडा है दोनों। किसका मुर्गी का क्या बतख का? यो चाहिँ कलेजको क्यान्टिन हो। हामीले चाहिँ इन्डिया छिर्ने बित्तिकै नै हिन्दी बोल्न सुरु गरिसकेको थियौँ। हामीले चाहिँ हिन्दी बोल्थ्यौँ, तर सबैले चाहिँ अब टुटेफुटेको नै ठान्थे। हामी चाहिँ बेलुका 12 बजीतिर कलेजमा पुगेर होस्टेलको चाबी लिएर सुतिसकेको थियौँ। अनि बिहान पख चाहिँ हामी क्यान्टिनको लागि खाजा खाना निस्किसकेको थियौँ। यो चाहिँ मैले काम नपाएर खिचेको फोटो हो। किन खिचेको पनि थाहा छैन मलाई। त्यो दिन चाहिँ हामी खानासाना खाइसके पछाडि चाहिँ कलेज घुम्न निस्किएको थियौँ। कलेज घुमेर चाहिँ हामी 4 बजीतिर हामी फेरि होस्टेल फर्केर चाहिँ आफ्नो बर्डको काम गर्न थालेको थियौँ। आफ्नो बर्डलाई चाहिँ असेम्बल गरिसके पछाडि चाहिँ 6-7 बजी चाहिँ हामी यसरी प्र्याक्टिस गरेर बसिराखेका थियौँ। बर्डलाई मेन्टेनेन्स गर्ने र टेस्टिङ गर्ने क्रममा चाहिँ हामी 11-12 बजीसम्म नै यसरी कम्पाउन्डमा यस्तो हल्ला गरेर बस्दाखेरि चाहिँ यो आइआइटीको सिनियर दाइहरूबाट हामीले गाली पनि खाएको थियौँ। यो टेस्टिङ चाहिँ हाम्रो मेन इभेन्ट भन्दा चाहिँ 2 दिन अगाडिको थियो र टेस्टिङकै क्रममा यो बर्डबाट अचानक धुवा पनि आएको थियो र धुवा आए सँगसँगै सबभन्दा महँगो ब्याट्री पनि हाम्रो घाटा लागिसकेको थियो। बिचरा शहीद भएको ब्याट्रीलाई श्रद्धाञ्जली दिँदै हामीले सक्दो बचाउको कामहरू गरेर आफ्नो होस्टेलको रुममा यो बर्डलाई लगिसकेका थियौँ। कम्पिटिसनको रात थियो। रोबोआरको कम्पिटिसन चाहिँ बेलुका हुने गर्छ। हामी चाहिँ त्यो दिन 4 बजे सुतेको थियौँ र
उठ्दाखेरि चाहिँ बिहानको 10 बजिसकेको रहेछ। क्यान्टिनको समय भनेको पौने 10 बजेसम्म मात्र खुल्ने थियो। बिहानको हाम्रो नास्ताको समय सकिसकेको थियो। अब हामीले 12 बजेदेखि सुरु हुने खानाको लागि कुर्नुपर्ने थियो। बिहान ढिलो उठेको कारणले र बेलुका पनि ढिलो सुतेको कारणले गर्दाखेरि ह्याङओभर भइरहेको थियो र यो ह्याङओभर अरू कुनै कारणले पनि थिएन। हामी सुतेको होस्टेल चाहिँ यस्तो थियो। ल अब 12 साढे 12 बजेसम्म के गरेर बस्ने भन्ने कुरा सोच्नुपर्ने थियो। म चाहिँ एकचोटि नुहाउँछु र त्यसपछि एक्लै आइआइटी घुम्न जान्छु भन्ने विचारमा बसिरहेको थिएँ। घुम्दै गर्दाखेरि मैले चराका आवाजहरू फलो गर्दै गर्दाखेरि यो सुन्दर दृश्यहरू मैले फेला पारेको थिएँ। यो सँगसँगै मलाई भोक पनि लागिरहेको थियो र त्यसैले मैले हिजोको त्यो खाली प्लेटलाई नै सम्झेर फेरि क्यान्टिनतिर लागेँ। यो थियो हाम्रो फाइटिङ एरिना, जहाँ हाम्रो प्रिभियस म्याच र आउँदो फाइनल म्याचहरू पनि हुनेवाला थियो। यो म्याचहरू निकै नै रोमाञ्चक बनेका थिए र यो रोमाञ्चक म्याचहरूसँगै हाम्रो आइआइटीको सफर पनि लगभग सकिनै आँटिसकेको थियो। यो म्याचको दिनसम्म आइपुग्दाखेरि हाम्रो आइआइटीसँगको धेरै यादहरू जोडिसकेको थिए र यो यादहरूलाई समेट्दै हामी घर फर्किने दिन पनि आउनै आँटिसकेको थियो। यसपालि हामी आइआइटी कलेज छोडेर बाहिर इन्डियातिर घुम्न त गएको थिएनौँ, तर पनि हामीलाई निकै रमाइलो अनुभव बटुलेर हामी नेपाल फर्किँदै थियौँ। यतातिर चाहिँ हाम्रो इभेन्ट चलिरहेको थियो अनि उता चाहिँ कन्सर्ट भइरहेको थियो। मलाई चाहिँ कहिले इभेन्ट सकिन्छ र कन्सर्टमा जाउँ जस्तो भइरहेको थियो। इभेन्टमा चाहिँ पुरै उभिएर बसिरहनु परेको थियो अनि मलाई चाहिँ लास्टै दिक्क लागिसकेको थियो। हामी इभेन्ट सकिसके पछाडि चाहिँ कन्सर्टमा गएर रमाइलो गऱ्यौँ। फाइनली हामी घर जाने टाइम पनि आइसकेको थियो। हाम्रो इभेन्ट सकिए पछाडि हामी चाहिँ भोलिपल्ट नै घर जाने तयारी भइसकेको थियो। राति 1 बजेसम्म नसुतिकन प्याक गरिसके पछाडि चाहिँ हामी त्यसपछि सुतेर अनि बिहानै उठेर चाहिँ घरको लागि हिँडिसकेको थियौँ। मैले चाहिँ दाइलाई के सोधिरहेको हुन्छु भन्दाखेरि अब हामी चाहिँ कुन बस पार्कमा जान्छौँ, कहाँबाट कहाँ जान्छौँ भनेर सोधिरहेको हुन्छौँ। अब चाहिँ हामी सकरखण्डी भन्ने ठाउँमा पुगेर लखनऊको बस चढेर रुपेडिया हुँदै नेपाल फर्किने विचारमा थियौँ। सो बाई बाई आइआइटी कानपुर। नेक्स्ट टाइम चान्स मिल्यो भने चाहिँ फेरि पनि आउने विचारका साथ हामी नेपाल लागिसकेको थियौँ। आइआइटी कलेजभित्र हुँदाखेरि होस्टेलमा हामीसँग वाइफाई थियो, तर मैले निस्किँदाखेरि घरमा म निस्केँ भनेर भन्न बिर्सिसकेको थिएँ, जुन कुराले मैले पछि गाली पनि खाएको थिएँ। अब नेपाल छिरिसकेको छ, नेपालगञ्ज पनि आइसक्यो होइन। अब हामी यहाँ पुष्पालाल चोकबाट चाहिँ काठमाडौँ जान्छौँ। त्यसपछि लास्टै रमाइलो भयो क्या, नेपाल छिर्ने बित्तिकै स्वच्छ हावा पाएको जस्तो भयो। कस्तो नेपाली फिल नै आयो क्या त्यो। गाउनु न एकचोटि, गाउनु न एकचोटि। सिरौठेको स्वाभिमानी नेपाली हुन्छ। यसरी नै हामी रमाइलो गर्दै छप्री फोटोहरू खिच्दै हामी जुन बसमा काठमाडौँबाट नेपालगञ्ज गएका थियौँ त्यही बसबाट हामी नेपालगञ्जबाट काठमाडौँ फर्किएका थियौँ। यदि तपाईँहरू यो भिडियोलाई यहाँसम्म हेर्दै हुनुहुन्छ भने कृपया यो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र एउटा मिठो कमेन्ट छोड्न नबिर्सिनु होला।